हेलो अब चाहिँ हामी संसारी मन्दिर पुगेर यहाँ दर्शन गरेर अब यहाँ एकछिन बसेर यहाँ पहिलो म नास्ता खाएछु। नास्ता पनि के यहाँ नास्ता हाम्रो यो रेड बुल अनि यहाँ चाउचाउ खाएर बसिरहेको छौँ एकछिन मन्दिरभित्र। अब यहाँ फोहोर फाल्ने बेल्दै त्यही भएर डस्टबिन नभएर चाउचाउ खोल्दै यहाँ ब्यागमै राख्यो। अब एकछिन यहाँ बस्ने खाने त्यसपछि यहाँ मौसम पनि आज दिवस चिसो रहेछ, शीतल छ मौसम पुरै। दिनमा अरू दिनभन्दा त्यति भिड छैन, आज खाली नै छ। आज शुक्रबार परेर होला, तर भोलि शनिबार, भोलि त भिड पनि टन्नै हुन्छ भिड। अहिले यहाँ दिवस गार्डन पनि सानो बनाएको रहेछ छेउमा हेर्न सक्नुहुन्छ। संसारी मन्दिर दिवस धेरै विकास गरेको छ अहिले। छेउमा बस्नलाई गार्डन पनि सानो बनाइदिएको रहेछ अहिले। यस्तो गर्मी होला वहाँ माथि पनि बस्ने रेस्ट गर्ने माथि वहाँ बनाइदिएको छ माथि चाहिँ। कस्तो लाग्यो संसारी मन्दिर घुमेर? धेरै राम्रो लाग्यो टाइम हो ल। दिवस आज फर्स्ट टाइम हामी यहाँ अहिले आज दिवस अहिले खुल्ला रहेछ, किनकि 12 बजेदेखि 1 बजेको बिचमा चाहिँ मन्दिर बन्द हुन्छ, त्यसपछि मन्दिर खुल्छ। अहिले चाहिँ आज त खाली रहेछ, आज शुक्रबार हो खाली छ। भोलि काली कहिले हामीले बनाएन भाइ काली मन्दिर चाहिँ ल होस् नेक्स्ट टाइम। काली मन्दिर पनि आज घुम्यो, यहाँ रङ्गेलीको पार्क पनि घुम्यो। यो गेट हो यो चाहिँ, यहाँ हेर्नु संसारी मन्दिरको बाहिर जाने गेट यो चाहिँ। हामीले खाएको नास्ताको यो यहाँ डस्टबिन फ्याल्दैछौँ, यहाँ डस्टबिन फ्यालेर अब जुन यहाँ ब्यागमा रहेछ। अझै मैले बिर्सेको छु, बहिनीले निकालेर ब्यागबाट फ्यालिएर चाहिँ अझै ब्यागमै थियो। ल अब मन्दिरबाट हामी घुमेर बाहिर निस्किसक्यौँ। अब यो पछाडि हेर्नु सकिन्छ मन्दिरको गेट। माथि चाहिँ यत्तिकै गर्मी लागेपछि माथि बसेर रेस्ट गर्न सकिन्छ। यो सबै दोकान यो साइड चाहिँ सबै दोकान हो। पछाडि त्यो मन्दिरको गेट। ल अब हामी यहाँ घुमेर अब जाँदैछौँ अब यहाँ बाइक पार्किङमा। बहिनीले आज यो संसारी मन्दिर घुमाइदियो होला, फर्स्ट चाहिँ संसारी मन्दिर घुम्न आएको। आज मन्दिर मजाले घुमाइयो। पछाडि चाहिँ आज सबै खाली छ, केही पनि छैन। अरू बेला आएको बेला चाहिँ मजाले घुमाइदिन्छु। आज शुक्रबार खाली पनि छ।